दिन हरेक काममा चाहिँ उहाँहरू खुसी होइन्छ नै अझै मेहनत गर्न बाँकी छ अझै जिम्मेवारी चाहिँ हुन्छ नि डबल आएको छ बुवाले फिल्म हेर्ने भनेकै नेपाली फिल्म मेरो मात्रै हेर्छिन्छ मैले सबै फिल्म हेर्छु भन्छु होइन तर उहाँले चाहिँ मेरो मात्रै फिल्म हेर्दाखेरि चाहिँ यसपालि झनै निखार्ता आएछ बाबु अनि काममा यस्तो भएछ यो भएछ होइन पहिलाभन्दा यस्तो प्रोग्रेस भएछ तपाईँहरूको साथ सहयोग सम्पूर्ण भगवान रूपी दर्शकको साथ सहयोग चाहिन्छ यो दसैँमा चाहिँ हामी अब तपाईँहरूसँगै बसेर टिका लाउँदैछौँ बहिनी त विचार भावुक थियो एकदमै आफ्नो जन्मदिनको पावन अवसर मानव सेवा संघ परिवारको बिचमा चाहिँ सार्दै गर्दा र निरन्तर हाम्रो सेवा कार्यमा हुनुहुन्छ र आज उहाँहरू बिचमा हाम्रो बिचमा यसरी आउँदै गर्दा हुन्छ नि कसरी हेरौँला र भन्दै थियो बहिनीले र पछि हेरेछ अनि तर रुँदै हरेक सेकेन्डमा रुँदै घर सम्झेर आफ्नो परिवार सम्झेर आफ्नो त्यो हुन्छ नि गरेको दुःख आमा बुवाको एउटा स्टोरी देखेर चाहिँ धेरै भावुक भएको थियो बहिनी सबै काममा चाहिँ म एकदम सिरियसली गर्ने मान्छे होइन एकदमै जिम्मेवारी चाहिँ लिने मान्छे हो म हरेक कामलाई नट इभन यो फिल्म मात्रै होइन म चाहिँ म्युजिक भिडियोदेखि लिएर हरेक मेला महोत्सवदेखि लिएर सानो काम जुन काम मैले पाउँछु जिम्मा लिन्छु सबैलाई मैले मेहनतका साथ काम गर्ने एउटा कोसिस गर्छु मैले आबाट आमा 51 दिन पुग्दै गर्दाखेरि यो एउटा सबैको एउटा मेहनतले चाहिँ एउटा सफलता एउटा पाएको छ तपाईलाई धेरै 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 बधाई छ सुरुमा त अनि कस्तो लागिरहेछ हजुरलाई आज माहौल 51 डेज मनाइसकेको छ आबाट आमाले यो चाहिँ अब सम्पूर्ण दर्शकको तपाईँ मिडियाकर्मी साथीहरूको यो साथ सहयोग भयो होइन साथ सहयोगले गर्दाखेरि हामी यहाँ अहिले 51 डेज आज पुगेको छ यो साथको लागि मुरी धन्यवाद छ यो साथ चाहिँ आशा गरेको छु अझै तपाईँले दिइराख्नु हुनेछ मेरो आगामी चलचित्रलाई पनि भन्न चाहन्छु हजुर थ्याङ्क यू र 51 डेजमा तपाईँहरू आइदिनु भएको छ तपाईँको सबै पर्मिसनमा बस्नु भयो थ्याङ्क यू जय मानव सेवा थ्याङ्क यू सबैलाई सम्पूर्ण आमाहरू बुवाहरूलाई नमस्कार छ म नेपालभरिको लागि मुरी धन्यवाद छ है कस्तो के अरे कस्तो लाग्दो रहेछ यो दिन होइन अनि त्यसपछि जब सबैजनाले तपाईँलाई एउटा के अरे सुपरस्टार रियल हिरो भनेर प्रतिक्रिया दिइराख्नु भएको छ अब त्यो त धेरै नै पाइसक्नु भएको छ होइन तर विशेष फिल चाहिँ के हुँदो रहेछ आज यो त पहिलो पटक हो तपाईँको 51 दिन मनाएको यो फिल्मले हैन त्यही त आफ्नै फिल्मको रेकर्ड पनि आफै ब्रेक गर्नु 51 डेज त हैन यो वर्षको दुईटा दोस्रो भयो हजुर अरु बेला पनि भएको थियो 51 दिन त हैन अनि तर यस्तो हुन्छ आफूले गरेको मेहनतको एउटा फल राम्रो पाउँदाखेरि चाहिँ खुसी लाग्छ नै सबैलाई अनि यसमा म एकदम खुसी छु म अझै मेहनत गर्न बाँकी छ अझै जिम्मेवारी चाहिँ हुन्छ नि डबल मानवसेवामा यसरी जाने गरेको छु मानवसेवामा मात्र होइन सम्पूर्ण सामाजिक कार्यहरूमा चाहिँ म हुन्छ नि अगाडि बढिरहेको हुन्छु यसको लागि चाहिँ म मनदेखि नै खुसी लाग्छ मलाई र अघि एकजना आमा हुनुहुन्थ्यो त्यहाँ हाम्रो आमाले चाहिँ वर्षको हजारौँ वर्ष बाँच्नु होला भन्नुभएको थियो धन्यवाद आमा तपाईँको आशीर्वाद लागोस् है अनि यति माया गरिदिनु भएको छ थ्याङ्क यू सो मच र मसँग आज मेरो आमा मेरो मुवा पनि आइसकेको छ मलाई आशीर्वाद दिन र तपाईँहरू सम्पूर्ण आमा बुवालाई भेट्नु मन छ भन्दै थियो पहिला पनि र यसपालि लिएर आएको छु र मसँग मेरो टिम सम्पूर्ण मेरो मिलन कुँवर दाइ धनगढीदेखि आउनुभएको छ जुरी ठाकुरदेखि लिएर सम्पूर्ण अमित हाम्रो दाङबाट आउनुभएको छ यहाँ सचिनजी र हाम्रो रम्जुबाट बेनीजी आउनुभएको छ तपाईँहरू थ्याङ्क यू सो मच र मसँग अर्को एउटा नयाँ कुरा चाहिँ चलचित्र आबाट आमाका सम्पूर्ण टिम कति छुट्टो भयो तर जति हुनुहुन्छ एकदमै इम्पोर्टेन्ट पर्सन हुनुहुन्छ उहाँहरू सबै टिमलाई एकदमै हजुरहरू यहाँ आइदिनु भयो थ्याङ्क यू सो मच हजुरहरूलाई मेरो डिरेक्टर हुनुहुन्छ चन्द्रपन्त हाम्रो चलचित्र आबाट आमालाई यो लेभलसम्म पुऱ्याउनु हुने र एक राम्रो चलचित्र बनाइदिनु हुने चन्द्रपन्त दाईलाई पनि धन्यवाद छ मेरो दाई हुनुहुन्छ यति धेरै राम्रो फिल्म बनाइदिनु भएको छ यसको लागि धन्यवाद र
अनि रचित विष्ट दाई हुनुहुन्छ मेरो अर्को दाई प्यारो दाई तपाईँलाई एकदम स्वागत छ यहाँ थ्याङ्क यू नवराज उप्रेती भाइ हाम्रो क्यामराम्यान जति राम्रो क्यामेरा खिच्नु भएको थियो हाम्रो चलचित्र आबाट आमा यति राम्रो बनाइदिनु भएको थियो यसको लागि नवराज दाई धन्यवाद हाम्रो प्रकाश राजा हुनुहुन्छ हजुरलाई पनि स्वागत छ एकदमै अनि सँगसँगै दिलीपजी र चलचित्र नेपालभरि हलमा पुर्याइदिने हाम्रा कोही एकजना प्लिज हाम्रो चाहिँ मध्यस्थकर्ता हुन्छ नि हाम्रो फिल्मलाई चाहिँ कहाँसम्म हलसम्म पुर्याउनु कसरी भनेर चाहिँ त्यो सबै पुर्याउने हाम्रो आधार हुनुहुन्छ रोहनजी र रतनजी उहाँलाई पनि एकदमै ताली दिउँ होला धन्यवाद छ तपाईँहरूलाई यो सहकारीको लागि थ्याङ्क यू र सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई धन्यवाद छ मेरो जन्मदिनलाई स्पेसल बनाइदिन आउनुहुने सम्पूर्ण मिडियाकर्मी साथीलाई धन्यवाद र फेरि पनि सम्पूर्ण बुवा आमालाई नमस्कार भोलिन्टियर साथीहरूलाई नमस्ते थ्याङ्क यू सो मच तपाईँहरूलाई भोलिन्टियर यति राम्रो भोलिन्टियर साथीहरू हुनुहुन्छ यस्तो समाज सेवा गर्नुभएको छ तपाईँहरूको सेवाको लागि चाहिँ एकदमै म खुसी छु र पछाडि खाना बनाउँदै हुनुहुन्छ तपाईँहरू सम्पूर्ण स्टाफ साथीहरूलाई पनि धन्यवाद छ यो साथको लागि यो सहयोगको लागि यो धर्मको लागि र जय मानव सेवा हुन चाहन्छु जय मानव सेवा थ्याङ्क यू पनि गर्दैछौँ आज जन्मदिनको बेला चाहिँ हामी एउटा अनाउन्समेन्ट गर्दैछौँ भनेको थियो हामीले चलचित्र आबाट आमा हाम्रो अनाउन्समेन्ट चाहिँ के छ भनेपछि मैले भनौँ नि जस्तो ओके दाइले भन्दा आउँछ ओके अनाउन्समेन्ट के छ चलचित्र आबाट आमालाई पार्ट 1 लाई धेरै माया दिनुभयो धेरै साथ दिइराख्नु भएको छ अझै दिदी हुनुहुन्छ 100 दिन पुऱ्याउँदै हुनुहुन्छ 200 दिन पुऱ्याउँदै हुनुहुन्छ यसको लागि धन्यवाद छ र आजबाट हामीले चलचित्र आबाट